हेलो नमस्ते है। आज सबैजनालाई मनपर्ने स्पेसल पाडाको घोक्रो अनि यो नाली खुट्टा है के भन्छ अनि यो चाहिँ पाडाको छाला है अनि यो चाहिँ कोदोको ढेँडो। धेरै दिन भयो कोदोको ढेँडो पनि नखाएको गाइस, खाएला अनि कोलाई मनपर्छ मन पर्दैन लाइक कमेन्ट गरिदिनु होला। यस्तै हो, अब के गर्नु, खानु पर्यो। आफूले आज खान्छु फेरि भोलि एकपल्ट खाएर भिडियो बनाउँछु। यसो बनमेराको लागि ल्याएको चाहिँ ताकत हुन्छ होइन। मजा मान्छेले त खाँदा मर्काउँदैन भन्छ, एक टाइम मात्रै खाने हो नि त। म यति खाए चाहिँ म दिउँसो खाजा त केही पनि खाँदिनँ। हुन्छ नि अरूले दिनभरिमा यस्तो खाने उस्तो खाने। मान्छे दिनभरिमा कति खाजा खान्छ, कति म त्यस्तो मन जान्छ। मेरो खाना भने नि सिधै एक टाइम मात्र हो, दुई टाइम तिन टाइम खान्छ नि, तर म खाँदिनँ। के गर्नु, बनाउनै पर्यो होइन। तिमीले त पाडा खुट्टा घोरो खाएको छ्या भन्दा होइन, आफ्नो आफ्नो चोइस हुन्छ, आफ्नो आफ्नो इच्छा हुन्छ है। कसलाई के मनपर्छ कसलाई के मनपर्छ सबैको इच्छा पुरा गर्नु त सक्दैन। आफ्नो मनलाई आफूलाई आफ्नो इच्छा चाहिँ आफूले पुरा गर्न सकिन्छ। खुर्सानी त मलाई बेस्टै लाग्छ। पाडाको यस्तै यस्तै मनपर्छ मलाई। उता चाहिँ आन्जा घट्टो टाउखुट्टा मनपर्छ। मजाले हो नि, मैले अघि पनि छ, आफ्नो इच्छा हो, आफ्नो चोइस हो होइन। नराम्रो कमेन्ट नगरिदिनु होला। खाना चाहिँ होइन एक टाइम खायो भने चाहिँ त्यति साह्रो मोटाउँदैन। सक्यो है, बनिएर पनि निकाल्यो। अनि यो खानै नआएर पनि खाएको होइन कि कसैलाई देखाउन खानु पनि खाएको पनि होइन होइन। मलाई यस्तै खाएको मनपर्छ। बनमारोहरू खायो भने चाहिँ अलिअलि उयो हुन्छ क्या, जस्तो अब हुन्छ क्या अलि उलुग्लु आएको जस्तो लाग्छ है।
लास्टमा कोक गाई जिग्री कोक हेर्नुहोस् त कोकलाई मनपर्छ यो चाहिँ अब मासु खाएपछि पानी भन्दा पनि यो चाहिँ म खान्छु कि कस्तो उम्ल्या है सक्यो है जान्छु अब सक्यो भने तर के थालै चाट्नु चाट्नु खाउँ मन लाग्छ